साथीहरू आज चाहिँ म हस्पिटलमा छु है। तपाईँहरूले थाहा पाइसक्नुभयो होला म चाहिँ कहिलेको भिडियो लिएर आएको छु भनेर है। यो चाहिँ अस्तिको भिडियो हो, तर मैले चाहिँ एडिट गर्नै पाएको थिइनँ। एडिट पनि गरिरहेको रहेछु, भोइस ओभर चाहिँ मैले गर्नु पाएको थिइनँ है। र आज चाहिँ तपाईँहरूको सामुन्ने नानीको भिडियो लिएर आएको छु। नानी चाहिँ अस्ति 6 अप्रिलमै भएको हो, तर मैले भिडियो चाहिँ एडिट गरेर बिर्सेछु, त्यत्तिकै बिजी भएर बिर्सेछु। अनि आज चाहिँ मैले तपाईँहरूको सामु नानीको भिडियो लिएर आएको छु। नानी चाहिँ 6 अप्रिलमा भएको, अहिले चाहिँ 1 मन्थहरू अलमोस्ट हुनु आँटिसक्यो। त्यही भएर चाहिँ मैले चाहिँ यो भिडियो चाहिँ हाल्छु भनेर चाहिँ आज चाहिँ भोइस ओभर गरेको है। र जन्मेको बेलुका चाहिँ म र मम्मी बसेको थिएँ नि त हेर्नुको लागि। नानी चाहिँ रातभरि सुतेको थिएन। यो चाहिँ 12 बजी रातिको भिडियो हेर्नुहोस् न, यति बेला पनि उठेर बसेकै हो, सुत्नु छैन। अनि यो चाहिँ फेरि 2:30 बजीको होइन, 2:30 भएको थियो यति बेला चाहिँ 2:30 भइसक्यो, 3 बजिसक्यो। नानी चाहिँ सुत्नु छैन हो। अब छेउमा सुताउनु पनि डरसरी हो। अन्त कटमा सुताएको थिएँ, अन्त उठेकै चिसोले पनि होला, उठेकै गऱ्यो। अन्त चाहिँ उठेर बसिरहेको, उसलाई हेर्दै बसिरहेँ। बल्ल 3:30 बजी 4 बज्नु आँट्दा चाहिँ सुतेछ। अनि त्यहाँदेखि बिहान चाहिँ उठेर चाहिँ यहाँनिर चाहिँ उसको ड्याडीको छेउमा सुताइराखेको छु। र यति बेला चाहिँ 7 बजिसकेको थियो, मजाले सुतिरहेको छ। फेरि छेउमा चाहिँ मान्छेको छेउमा सुताउँदाखेरि चाहिँ तातोले गर्दा होला, बडीको तातोले गर्दा मजाले सुत्छ। मम्मी चाहिँ फ्रेस भइसक्नु भएको छ। म चाहिँ अब उठ्नु आँटेको। साथीहरू हामी चाहिँ यो बेडमा चाहिँ बेडसिट ओछ्याएर सुतेको थियो। हेर्नुहोस् न, बेलुका चाहिँ सबै चिप्लेछ, बेडसिट पनि फ्याँकेर चाहिँ यत्तिकै सुतेको है। सुत्नु त के पाउँथ्यो, मम्मी त सुत्नुभयो, बिचरा सक्नु हुँदैन हो। अन्त म चाहिँ उठ्दै नानी हेर्दै गरेँ। यो चाहिँ मेरो बिहानको रुटिन है। म चाहिँ बिहान चाहिँ आलमन्ड भिजाएर खान्छु नि त, अनि हस्पिटलमा पनि मैले ल्याइरहेको थिएँ हो। र त्यत्तिकै नानी हेर्दै है, अरू भिडियो चाहिँ मैले गर्नु पाइनँ। र आज चाहिँ छुट्टी भएको दिन, र यहाँ चाहिँ घरमा ल्याएर चाहिँ आमा र नानी चाहिँ सुतिरहेको छ। र हामी चाहिँ यताउता गर्दै गरेको। अनि यहाँ ठुलो नानीको चाहिँ तपाईँलाई थाहा छ है, मेरो भिडियो हेर्नुहुनेहरूलाई त कति बदमास छ। तर अहिले चाहिँ अलिक ज्ञानी भएको रहेछ। तर लुगा चाहिँ चेन्ज गरेको छ हस्पिटल जाने भन्दै ऊ चाहिँ हो। अनि मैले चाहिँ जिस्काउँदै थिएँ नि त, अब म भाइलाई लान्छु, तिमी बदमास भएछ भनेर चाहिँ भन्दै थिएँ है। उसले चाहिँ घडी लानु भन्छ, घडी नलानु भन्छ है। र पनि बिचरा अब है, उसलाई पनि कस्तो माया लागेको नि। अन्त यहाँनिर चाहिँ बदमास गर्दै हो, मसँग चाहिँ बेसी नै ध्यान दिन्छ नि त। अन्त म चाहिँ जिस्काएर गर्दै थिएँ, उसलाई चाहिँ भुलाउँदै राख्नुपर्छ नि त। अन्त त्यस्तो आरिसहरू चाहिँ गरेन उसले चाहिँ। तर ऊ चाहिँ खालि हस्पिटल जाने, भाइ हस्पिटलमा छ, अब त्यस्तो खालको चाहिँ भन्दै थियो नि त। अन्त त्यहाँदेखि चाहिँ उसलाई चाहिँ लुगाहरू फेरेकै बल्ल अलिक तातो लुगा लगाइदिएँ है, चक्लेटहरू दिएर। र उसले चाहिँ चक्लेट चाहिँ यति मजाले भन्छ कि, उसले चाहिँ डायरी मिल्क भनेको चाहिँ उसले चाहिँ डाइबिनेट भन्छ नि त। अन्त म चाहिँ उसलाई भन्नु सिकाउँदै थिएँ। अनि यति बेला चाहिँ खानासाना मैले बहिनीलाई पनि दिइसकेर, अनि त्यहाँदेखि आफू पनि खाइसकेर चाहिँ अब चाहिँ म चाहिँ निस्किनु आँटेको है। र कस्तो लाग्यो भिडियो है। नानीको अब भर्खर जन्मिएको छ है, नानीको नामहरू राख्नु छ, धेरै कुराहरू छ नि त। तपाईँहरूलाई म अपडेट दिँदै गर्छु है। अन्त त्यहाँदेखि नानी कत्रो भयो तपाईँलाई म देखाउँदै पनि गर्छु। कमेन्टमा भन्नु होला कस्तो लाग्यो भिडियो। थ्याङ्क यू सो मच फर वाचिङ।